यो ऱ्याप पनि गाउँछ भिटेनले चाहिँ भनेर कहिलेबाट थाहा भयो तपाईँहरूलाई? ऱ्याप गाउने चाहिँ अलि 7-8 वर्षको 7-8 क्लास पढ्दाखेरिदेखि नै अब यसै अब उसले म्युजिक सिजिक सुन्ने डान्स सान्स गर्ने यताउता गर्ने गर्दै थियो। अनि पछि अब घरमा ओपर सोपर बजाएर कानमा हेडफोन सेडफोन लगाएर अलि नै हिँड्ने गर्थ्यो। अनि के गरेँ बाबु यो भन्दाखेरि होइन बुवा म गर्दैछु अब भने ठिकै त छ नि त होइन। अब गर्ने मान्छेले गर्नु दिनुपर्छ। अब मान्छेले भन्छ फल्ना वास्ता व्यस्त गर्दैन रे छोराछोरीलाई, छोरा काठमाडौँतिर यसरी बस्छ वास्ता व्यस्त गर्दैन अब भन्छन्। होइन त्यो होइन कि मेरो छोराले के गर्दैछ र उसलाई मैले कतिसम्म टाइट गर्नुपर्छ कतिसम्म फ्री छोड्नुपर्छ भनेर त्यो बाबाआमाले बुझ्ने हो। मेरो छोराले के चाहँदैछ होइन त्यो आफूले बुझेर उसलाई उ गर्ने। छोरछोरीको माया त कसलाई लाग्दैन त। घरमा हामी बसेर हामी चाहिँ मजाले खाएर बसेर छोरा काठमाडौँमा गएर अब बिग्रेर हिँड्यो कि भोकै हिँडेछ कि त्यो त चिन्ता लागिहाल्छ नि। त्यही त त्यो धेरै गीतहरूमा पनि होइन छोरो बिग्रियो कि सानो हिन्जाल त्यो कथाकै कुरा गरौँ मर्छ कि भन्ने डर, ठुलो भएपछि मार्छ कि भन्ने डर होइन। आन्टीलाई चाहिँ त्यस्तो लागेन यो किसिमको अब ऱ्याप गर्छ होइन अलिकति बिग्रियो कि छोरो काठमाडौँ गयो भनेर त्यो किसिमको लागेन? त्यस्तो त लाग्छ नि। अब छोरा त्यसरी गएको छ काठमाडौँमा आफ्नो आँखाले देख्न पाइँदैन। अब उसको खुसीले हिँडेछ, उसको खुसीले गाएर हिँडेछ। अब के भयो कसो भयो कस्तो छ के छ अब त्यस्तो त लाग्छ। पछि सोध्छु भन्छु बाबु के गरेको छ अहिले यस्तो त्यस्तो केही पनि छैन म ठिकै छु भन्छ। खुसी लाग्छ उसले त्यति भनेपछि। पहिलेबाट चाहिँ अब यही फिल्डमा छोरोले केही गर्छ जस्तो लागेको चाहिँ तपाईँहरूलाई होइन जे छ राम्रै बाटोमा रहेछ भन्ने डाउट हटेको ठिक छ समीर भन्नेको चाहिँ कहिले देखियो? भयो 2 वर्ष जति भयो। अहिले चाहिँ तपाईँहरूलाई त्यस्तो लाग्दैन? अहिले अब छोराले यस्तो गरेर हिँड्ला भन्ने जस्तो चाहिँ लाग्दैन। किनकि उसले त्यसो गर्दैन पनि। उसले दुःख सुख आमा बुवाको दुःख सुख बुझ्छ। उसले बुवा आमालाई साथ दिन्छ। त्यसको लागि पनि त्यसले त्यस्तो गरेर हिँड्छ भन्ने जस्तो चाहिँ लाग्दैन। अहिले जो सबै कुरा ठिकै छ तपाईँहरूकै सल्लाह बमोजिम नै उसले आफ्नो जीवनको पाइलाहरू अगाडि बढाइरहेछन्? हजुर। अरू के छ अब समीर घिसिङ भनेर तपाईँहरूले परिचय दिनुभयो अहिले त भिटेन भनेर चिनिन्छन्। कस्तो लाग्छ यो दुईटा नाममा कुन चाहिँ ठिक लाग्छ? अब के भन्नु भिटेन भनेको उसले राखेको नाम उसले बनाएको नाम उसले चुनेको। अब समीर भनेको हामीले सानो बालकदेखि हामीले राखिदिएको नाम आमा बाउले राखिदिएको नाममा उसले थपेर खुसी लाग्छ। कुन चाहिँ नाम अलिकति राम्रो लाग्छ? दुइटै राम्रो लाग्छ के भन्नु। अङ्कललाई? मलाई त अब अहिलेको यो अनुसारले भिटेन नै ठिक लाग्छ। तपाईँको सफारीमा पनि भिटेन भनेर टक्क पछाडि हाल्नु भएको रहेछ नि। के छ भने अब मलाई अब भिटेन भनेको अक्षरै अब त्यसको स्पेलिङ उनी राम्रो लाग्यो कि राम्रो लाग्छ। हुन त मैले अघि पनि भने त्यो आफ्नो छोराछोरीलाई कसलाई नराम्रो लाग्ला भन्ला मान्छेले त्यो होइन कि म अरू पनि हाल्छु कि हाम्रो लाउरे दाई होइन सरी है दाई भने लाउरे होइन अब एम बुद्ध भाइहरूको यिनीहरूको म त्यो पनि राख्छु गाना पनि सुन्छु होइन। उनीहरूको सबै गीत राम्रो पनि लाग्छ मलाई। तर के छ भने मैले चाहिँ मेरो सवारीमा भिटेन टाँसेको छु होइन। अलिकति त्यहाँ चढ्न आउने मान्छेहरूले होइन के हुन्छ त्यो अब भिटेनको बुवा भनेपछि अलिकति नजिक भएर एउटा आत्मीयता बढ्छ कि के छ अङ्कल? खुसी लाग्छ। अब कतिले फोटो खिच्ने गर्ने कुराहरू पनि हुन्छ होला। कतिले पनि भन्छ अङ्कल दाइ आउनु भएन कहाँ हुनुहुन्छ यताउता हल्का के कस्तो छ सबले सोध्नु पनि हुन्छ। अनि चढ्दाखेरि पनि हजुर भिटेनको ड्याडी होइन भन्नुहुन्छ। हो भन्छु होइन। अनि ठाउँमा पुगेपछि उहाँहरू चढिसकेपछि त्यस्तो पनि लाग्दैन। अनि हाँसेर राम्रो रमाइलो खुसी लाग्छ। उहाँहरू पनि खुसी मानेर जानुहुन्छ मलाई पनि खुसी लाग्छ। यो पहिलो गीतै सम्भवतः होइन चुरोट भन्ने यो चुरोट चाहिँ कतिको उहाँ त्यस्तो सेवन गर्नुहुन्थ्यो कि गीत मात्र हो? त्यो चाहिँ अहिलेसम्म देखेको छुइनँ मैले। अब नदेखेको कुरालाई भन्नु पनि भएन है। अब हाम्रो अगाडि खाँदैन पछाडि चाहिँ अब खान्छ अरे भनेको चाहिँ सुन्छ तर आफ्नो आँखा अगाडि खाएको छैन। उसले हाम्रो अगाडि चुरोट यस्तोहरू केही खाँदैन जाँड रक्सी यस्तो केही चिज खाँदैन हाम्रो अगाडि चाहिँ। नानी के बन्ने भोलि पछि गएर? केही नभन्ने लजाको हो?
भन्नु त दादाको कुन गीत मनपर्छ उता हेरेर भनिदिनु त दादाको कुन गीत मनपर्छ सबै एउटै ठिकै हो सबै एउटै ठिकै छ अब हामी लगभग कार्यक्रमको अन्तिममा छौँ होइन धेरै चर्चा परिचर्चा मैले फेरि पनि जोड्न चाहेँ होइन छँदैछ अब को दिनमा चाहिँ कसरी अगाडि बढे हुन्थ्यो जस्तो लाग्छ ऱ्याप त छँदैछ होइन गीत सङ्गीत छँदैछ अन्य कुराहरू कसरी अगाडि बढाए हुन्थ्यो जस्तो लाग्छ अब आउने दिन र अब पछिको भविष्यको बारेमा मलाई त यो चन्द्रनिगापुरको मान्छे रहेछ रामेछापको मान्छे रहेछ भनेर त हाम्रो नेपालमा त प्राय ठाउँ ठाउँमा सबैले चिनेकै छ थाहा भइसकेको छ होइन अब यो नेपाल देशको मान्छे रहेछ यस्तो नेपालीले पनि यस्तो ऱ्याप गर्दैछ भनेर इन्टरनेसनल सब वर्ल्डमा चिनोस् विश्वमा चिनोस् यस्तो चिनोस् र नेपालीले केही गर्दो रहेछ नेपालीसँग पनि रहेछ है हिम्मत भन्ने चाहिँ होस् र अरू अन्तर्राष्ट्रिय मान्छेहरूले पनि ओहो नेपाली भाइ त यस्तो खतरा रहेछ भनेर जानोस् भन्ने चाहिँ एकदम राम्रो लाग्छ मलाई जस अब नेपालीहरू माझ मात्र नभएर विश्व माझ चिनेको हेर्ने यस्तोसम्म रहेछ है भन्ने चाहिँ म त्यही हो लाग्छ चाहे मेरै छोरो भिटेनले होस् चाहे अरू लाउरे होस् अथवा अहिलेको नयाँ पिँढीका भाइहरू छन् ऱ्याप गाउने भाइहरू उनीहरूले जसले गरे पनि नेपाल देशलाई चाहिँ विश्वमा चिनाइदिए हुन्थ्यो ऱ्यापको माध्यमबाट यसरी चिनाइदिए हुन्थ्यो भन्ने चाहिँ मेरो एउटा आश छ है के छ आन्टी छोराको लागि सजेसन के भन्नु राम्रै गरिरहेछ अझै त्यसरी राम्रो गर्दै जाओस् भन्ने यो हुन्छ नि यो कुराहरू चाहिँ छोडिदिए हुन्थ्यो यो कुराहरूलाई चाहिँ अलिकति अगाडि बढाए हुन्थ्यो भन्ने चाहिँ अब त्यस्तो त अहिलेसम्म ऊबाट त नराम्रो त त्यस्तो कुराहरू त सुनेको छैन गरेको आफ्नो आँखाले नै देखेको पनि छुइनँ सानैदेखि अहिले यो उमेरसम्म उसले गल्ती कामहरू पनि गरेको छैन गर्दैन नै भन्ने पनि आश छ र पनि अब पनि अझै पनि योभन्दा अगाडि बढोस् सबैले चिनोस् अझै पनि आज कतिले नचिनेको होला होइन त्यो नचिन्नेहरूले पनि चिनोस् भन्ने जस्तो लाग्छ अब यो बिहेको कुराहरू पनि अब होइन उमेर पनि हुँदैछ केही सोच्नु भएको छ अब यसको बारेमा मैले पनि सोचेको छैन उसले पनि सोचेको त छैन होला है अब यो बिहेको कुरा गर्दाखेरि अब अहिले बिहेको कुरा उसले पनि गरेको छैन मैले पनि गरेको छुइनँ उसले पनि भरिसक बिहेको कुरा अहिले नै बेची नगरौँ भन्ने जस्तो कुरा गर्छ गर्दाखेरि पनि आफ्नै कास्टको आफैले खोजे जस्तो होस् भन्ने छ कि अब उसले आफ्नै तरिकाले खोजे पनि ठिक छ अब उसको जिन्दगी उसले आफ्नो उसलाई कस्तोमा खुसी लाग्छ उसकै लागि हो उसैले तपाईँहरूको केही रोकसेक छैन तपाईँबाट चाहिँ म पनि त्यही हो होइन अब के छ भने अब उसले नै अब हामीले चोइस गरेर उसलाई दिनुभन्दा उसले नै आफूले चोइस गरेर खोजेर मलाई यतिसम्म मेरो जीवनसाथी यतिसम्म भए मलाई मेरो जिन्दगी राम्रो जान्छ भन्ने भएर ल्यायो भने नि हामी त्यस्तो उत्तम छ किनभनेदेखि अब उसको पछि गएर पनि बिचमा अब जिन्दगीमा बिचमा गएर कता के हुनुभन्दा अब पहिल्यैदेखि बुझेर राम्रोसँग गरेर ल्यायो भने ठिक छ हाम्रो चोइस त अब हाम्रो अहिलेको चोइस र उनीहरूको चोइस मिल्दैन त्यही भएर उसकै खुसी ल्याउने यो रामेछापबाट बसाइ सरेको कुरा चाहिँ के हो खास हो रामेछाप मेरो घर रामेछाप हो अनि रामेछापबाट म यता चन्दनियापुरमा बसेँ आएँ उनको जस्तो अब भिटेनको जन्म चाहिँ रामेछाप कि होइन भिटेनको जन्म यहीँ चन्दनियापुरमा हो चन्दनियापुरमा हो मेरो जन्म चाहिँ रामेछापमा भिटेनको जन्म चन्दनियापुरमा अनि ऊ यहीँनिरै पढेर यहीँ हुर्केको भिटेन चाहिँ अनि अब अहिले उसको भनौँ अब नागरिकता पासपोर्ट इत्यादि जे बनाउनुलाई चाहिँ फेरि रामेछापमै जन्मदर्ता उही गरेको छ हुन्छ तपाईँहरूसँग यसरी आएर होइन भेट्न पाइयो पहिलोचोटि मिडियामा हामीले भिटेनको बुवा आमालाई देखाएका छौँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला तपाईँहरूलाई विशेष धन्यवाद मिडियामा यसरी आइदिनु भयो हाम्रो एउटा हामीले तपाईँहरूलाई होइन के छ कुराकानी गर्छौँ भन्दाखेरि सहर्ष स्वीकार दिनुभयो खुसी लाग्यो अङ्कल आन्टी हजुर हजुर हस्